क्यानाडामा रिसेन्टली हजुरहरूले जुन टियर क्याटेगोरीमा जब गरे पनि अहिले ओएनपीले एउटा रुल चेन्ज गरेको छ। हजुरहरूले चाहिँ ओएनपी अप्लाई गर्न पाउनुहुन्छ। सो यो कुरा त धेरैजनालाई थाहा भइसक्यो होला। रिसेन्टली ओएनपीले रुल चेन्ज गरेर जुनसुकै क्याटेगोरीमा काम गरे पनि हामीले ओएनपी चाहिँ अप्लाई गर्न मिल्छ। तर इच एन्ड एभ्री क्याटेगोरीको रिक्वायरमेन्टहरू चाहिँ फरक छ। जुन दिनदेखि यो नयाँ रुल्स आयो, मलाई धेरैजनाले यो रिलेटेड क्वेसनहरू सोधिराख्नु भएको हुन्थ्यो। द्याट्स वाइ आजको भिडियो चाहिँ मैले बनाउन गइरहेको छु। सो यो भिडियोमा म के छ रिक्वायरमेन्ट भन्ने कुराहरू गर्छु। यदि यो भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सिनु होला, र यदि क्वेसनहरू छ भने मलाई डिएम गर्न पनि सक्नुहुन्छ, अथवा यु क्यान अल्सो राइट कमेन्ट इन च्याट बक्स। सो अब ढिला नगरी लागौँ हाम्रो सिधै भिडियोतर्फ। सो अब चाहिँ म हजुरहरूलाई ओएनपीमा नयाँ के चेन्जेस भएको छ, को इलिजिबल छ, सबै कुरा ओएनपीको नै वेबसाइटमा गएर इच एन्ड एभ्री कुरा हजुरहरूलाई एक्सप्लेन गर्छु। सो सबभन्दा पहिला हामी ओएनपी हजुरहरूले गुगलमा सर्च गर्न सक्नुहुन्छ। र वेन यु गो अन दिस वेबसाइट, राइट, अब यहाँ लेखेको छ ओएनपी चेन्जिङ, अहिले चाहिँ नयाँ। सो एउटा कुरा चाहिँ हजुरहरूले के याद राख्नु भन्दा, पुरानो जुन हाम्रो अन्टारियो इन्टरनेसनल स्टुडेन्ट स्ट्रिम, जब अफर, स्किल प्रोग्राम, यो जुनसुकै प्रोग्रामहरू पनि, ह्युमन क्यापिटल स्ट्रिम, सो यो सबै कुराहरू चाहिँ अन्टारियोले अहिले स्टप गरेको छ। त्यो सबै कुराहरूलाई क्लोज गरेर अहिले जस्ट अन्टारियो वर्कफोर्स प्रायोरिटी स्ट्रिम भनेर मात्रै राखेको छ। सो अब यसको लागि चाहिँ हामी यहाँ यसमा जाउँ र लेट्स सी। सो आज चाहिँ म हजुरहरूलाई एप्लिकेन्ट रिक्वायरमेन्टको बारेमा भन्छु है। सो एप्लिकेन्ट रिक्वायरमेन्ट भन्नुभन्दा अगाडि चाहिँ म हजुरहरूलाई के कुरा भन्छु भन्दा, ओआइएनपीको प्रोसेस के हुन्छ त त्यो कुरा एक्सप्लेन गर्छु। सो ओआइएनपीको प्रोसेस सिम्पल के हुन्छ भन्दा, पहिला सुरुमा चाहिँ हजुरहरूको इम्प्लोयरले चाहिँ आफ्नो ओआइएनपीमा पोर्टल बनाउनु पर्छ। अनि जब ओआइएनपीमा इम्प्लोयरले पोर्टल बनाउँछ, त्यस पछाडि चाहिँ उनीहरूले हजुरको लागि एउटा जब अफर क्रिएट गर्छ। जब जब अफर क्रिएट गर्छ, हजुरहरूको लाई चाहिँ एउटा इमेल आउँछ विथ जब कोड, आइडी, इच एन्ड एभ्रिथिङ त्यो। अनि त्यसपछि त्यही कोड आइडीहरू युज गरेर हजुरहरूले चाहिँ ओआइएनपीको पोर्टलमा गएर अब फेरि हजुरहरूले आफ्नो एक्सप्रेसन अफ इन्ट्रेस्ट क्रिएट गर्नुपर्ने हुन्छ। जब हजुरहरूले आफ्नो एक्सप्रेसन अफ इन्ट्रेस्ट त्यो प्रोफाइल क्रिएट गरेर सबमिट गर्नुहुन्छ, त्यसपछि तपाईँहरू ओआइएनपीको पुलमा हुनुहुन्छ र हजुरहरूको त्यहाँ स्कोर आएको हुन्छ, र त्यो स्कोर अनुसार अनि यदि हजुरहरूको ड्र आयो भने अनि डकुमेन्ट्सहरू प्रिपेयर गरेर डकुमेन्ट सबमिट गरेर अनि हजुरहरूले पिआर चाहिँ सबमिट गर्नु पर्यो। सो दिस इज अल ओभर प्रोसेस है। सो यो सबै प्रोसेस भयो ओएनपीको। अब यसको रिक्वायरमेन्ट के छ म हजुरहरूलाई भन्छु है। सो सबभन्दा फर्स्टमा रिक्वायरमेन्ट भनेको वर्क एक्सपिरियन्स रिक्वायरमेन्ट देखाएको छ यहाँनिर। सो यहाँ वर्क एक्सपिरियन्स रिक्वायरमेन्टमा हजुरहरूले हेर्नुभयो भने यसलाई चाहिँ बेसिकली दुईवटा क्याटेगोरीमा डिभाइड गरेको छ। सो दुईवटा क्याटेगोरीमा कस्तो भन्दा, एउटा चाहिँ जब अफर अन्डर टियर क्याटेगोरी 0, 1, 2, 3। यदि हजुरहरूसँग 0, 1, 2, 3 यो मध्ये कुनै एउटामा चाहिँ जब अफर छ भने हजुरहरूले चाहिँ यु मस्ट ह्याभ वान अफ फलोइङ, यो तलको मध्ये कुनै एउटा रिक्वायरमेन्ट, वर्क एक्सपिरियन्स रिक्वायरमेन्ट चाहिँ हुनुपर्छ। सो फर्स्ट के भन्छ, विदिन लास्ट 12 मन्थ्स चाहिँ हजुरहरूको 6 मन्थ्स कन्जिक्युटिभ एक्सपिरियन्स हुनु पऱ्यो, लगातार एक्सपिरियन्स हुनु पऱ्यो। द्याट सुड बी फुल टाइम वर्क एक्सपिरियन्स। र सेकेन्ड चाहिँ के छ भन्दा, यदि हजुरहरू चाहिँ रिसेन्ट अन्टारियो ग्रेजुएट हुनुहुन्छ भने एटलिस्ट 3 मन्थ्स अफ कन्जिक्युटिभ पेड फुल टाइम वर्क एक्सपिरियन्स भयो भने पनि हजुरहरू चाहिँ इलिजिबल हुनुहुन्छ है। र अर्को कुरा भनेको 2 इयर्स अफ कुमुलेटिभ वर्क, फुल टाइम वर्क एक्सपिरियन्स हुनु पऱ्यो है। सो क्युमुलेटिभ मिन्स जस्तै हजुरहरूले चाहिँ 6 महिना काम गर्नुभयो, फेरि 1 महिना ब्रेक, 6 महिना काम, 1 महिना ब्रेक, यसरी क्युमुलेटिभ भए पनि भयो है। त्यसरी एड गरेर 2 इयर्सको एक्सपिरियन्स भयो भने पनि जुनको अफर लेटर छ त्यहीको पोजिसनमा चाहिँ हजुरहरूको के हुनुपर्छ, एक्सपिरियन्स हुनुपर्छ 2 इयर्सको। र अर्को भनेको, यदि तपाईँहरूको कुनै पनि जस्तै लाइसेन्स अर अदर अथोराइजेसन रिक्वायर्ड अन्डर अन्टारियो फेडरल ल टु वर्क इन जब अफर इम्प्लोइमेन्ट पोजिसनमा यदि लाइसेन्स रिक्वायरमेन्ट छ भने चाहिँ हजुरहरूले उ गर्नु परेन, एक्सपिरियन्स सो गर्नु परेन है। सो अब अर्को चाहिँ जस्तै अब यिनीहरूले एक्सप्लेन गरेको 6 मन्थ्स अफ कन्जिक्युटिभ वर्क एक्सपिरियन्स भनेको के हो भन्दाखेरि, जस्तै फुल टाइम एक्सपिरियन्स मिन्स एक्सपिरियन्स इन इम्प्लोइमेन्ट पोजिसन, योर इम्प्लोयर सिकिङ अप्रुभल फर। यसमा चाहिँ के हुन्छ भन्दा हजुरहरूले चाहिँ एटलिस्ट 30 आवर्स अफ पेड पर विक हुनुपर्छ फर 12 मन्थ्स, यो कुरा चाहिँ हुनु पर्यो है। सो दिस इज द फर्स्ट रिक्वायरमेन्ट, वर्कको रिक्वायरमेन्ट भयो होइन। अब
तपाईँहरू यहाँ तल जानुभयो भने इलिनोले के पनि भनेको छ भन्दा फुल टाइम भनेको के हो त, फुल टाइम वर्क एक्सपिरियन्स भनेको एभ्री विक 30 आवर्स काम गरेको हुनु पर्यो, त्यो चाहिँ तपाईँहरूको पेचेकमा आएको हुनु पर्यो। सो अल टुगेदर 31-20 आवर्स हुनु पर्यो है, फर 2 इयर पिरियड भनेको छ। अनि पार्ट टाइम भनेको चाहिँ के हो फेरि, 15 आवर्स दुईवटा जब गर्नुभएको छ भने पनि 15-15 गरेर 30 पनि गराएर त्यसरी काउन्ट गर्नुहुन पनि मिल्छ है। र अब यहाँ के पनि भनेको छ, जस्तै तपाईँ यदि ट्रक ड्राइभर्स एन्ड बस ड्राइभर्स, सबवे अपरेटर्स एन्ड अदर ट्रान्जिट अपरेटर्स हुनुहुन्छ, जस्तै 73300 योमा हुनुहुन्छ भने हजुरहरूको चाहिँ के भनेको छ, यु मस्ट मिट मिनिमम 6 मन्थ्स अफ कन्जिक्युटिभ, तपाईँहरूको चाहिँ 6 मन्थ्स अफ कन्जिक्युटिभ वर्क एक्सपिरियन्स हुनु पर्यो। र अब मेन कुरा भनेको जब अफर Tier 4 or 5 है। अब 4 र 5लाई पनि योचोटि इलिजिबल गराउने भनेको छ ओआइएनपीले होइन। सो त्यसको लागि चाहिँ हजुरहरूसँग के हुनु पर्यो भन्दा 9 मन्थ्स अफ क्युमुलेटिभ एक्सपिरियन्स, फुल टाइम एक्सपिरियन्स। द्याट मिन्स हजुरहरूले लास्ट कस्तो हुनु पर्यो भन्दाखेरि हजुरहरूसँगले चाहिँ 9 मन्थ, जस्तै 3 मन्थ्स फेरि ग्याप, 3 मन्थ्स ग्याप, यसरी अथवा 2 मन्थ्स ग्याप, जसरी भए पनि हजुरहरूको क्युमुलेटिभ चाहिँ 9 मन्थ्सको अब एक्सपिरियन्स छ भने हजुरहरू चाहिँ इलिजिबल हुन्छ। अथवा गेन दिस वर्क एक्सपिरियन्स विदिन 2 इयर्स बिफोर द्याट युज हो, यो 9 मन्थको एक्सपिरियन्स चाहिँ हजुरहरूले एप्लिकेसन सबमिट गरेको विदिन 2 इयर्समा हुनुपर्छ। सो दिस इज द रिक्वायरमेन्ट फर Tier 4 or 5। अब हामी जाऊँ ल्याङ्ग्वेज रिक्वायरमेन्टतिर है। सो अब ल्याङ्ग्वेज रिक्वायरमेन्ट पनि के छ भन्दाखेरि, जस्तै यदि तपाईँहरूको चाहिँ Tier 0, 1, 2, 3 पोजिसनमा पाउनु भएको छ, योमा जब अफर पाउनु भएको छ भने हजुरहरूले चाहिँ फेरि यु मस्ट ह्याभ वान अफ द फलोइङ, यो तलको मध्ये कुनै एउटा चाहिँ रिक्वायरमेन्ट पुरा गर्नुपर्छ। जस्तै यदि फर्स्ट रिक्वायरमेन्ट चाहिँ के छ भन्दाखेरि, तपाईँहरू चाहिँ यदि स्किल ट्रेडमा चाहिँ पर्नु हुँदैन भने हजुरहरूले चाहिँ CLB 6 अर हायर चाहिँ लिएर आउनु पर्यो सबै उसमा है। सो CLB 6 भनेको के हो भनेर हेर्न चाहनुहुन्छ भने हजुरहरूले गुगलमा गएर मजाले चेक गर्न सक्नुहुन्छ है। अनि त्यसपछि यदि तपाईँहरू चाहिँ स्किल ट्रेडमा पर्नुहुन्छ भने हजुरहरूलाई चाहिँ CLB 5 अर हायर चाहिँ चाहिन्छ सबै ब्यान्डमा, जस्तै लिसनिङमा CLB 5, रिडिङमा, राइटिङमा, स्पिकिङमा, सबैमा CLB 5 भन्दा माथि चाहिन्छ है। र तर यदि तपाईँहरूले चाहिँ अन्ट्यारियोको नै कलेजबाट विदिन 3 इयर्समा ग्रेजुएट हुनुभएको छ भने र हजुरहरूसँग कुनै यो 3वटा 4वटा मध्ये कुनै एउटा क्रिडेन्सियल छ भने चाहिँ हजुरहरूले ल्याङ्ग्वेज टेस्ट चाहिँ दिनु पर्दैन, दिस इज नट रिक्वायर्ड। तर अभियसली यो दिनुभयो ल्याङ्ग्वेज टेस्टमा स्कोर ल्याउनु भयो भने त्यो अनुसार स्कोरिङ फ्याक्टर त हुन्छ, तर रिक्वायरमेन्ट चाहिँ छैन। र अर्को कुरा भनेको स्किल ट्रेड। अब अघि नै मैले भनेको थिएँ यहाँनिर, यदि तपाईँहरू स्किल ट्रेडमा पर्नुहुन्छ भने हजुरहरूले CLB 5 अर हायर लिएर आयो भने पनि हजुरहरू क्वालिफाई हुनुहुन्छ। अब स्किल ट्रेडमा के पर्छ, जस्तै टेक्निकल ट्रेड्सहरू भयो, जेनरल ट्रेड्स, सुपरभाइजर्स, नेचुरल रिसोर्स, कुक्सलाई पनि राखेको छ, सेफ्सहरूलाई पनि राखेको छ है। सो दिस इज अ गुड न्युज अल्सो। सो अर्को कुरा भनेको, यदि हजुरहरूसँग जब अफर Tier 4 or 5 को छ भने चाहिँ हजुरहरूलाई ल्याङ्ग्वेज टेस्टमा CLB 4 है अर हायर चाहिँ लिएर आउनुपर्छ Tier 4 र 5को जबको लागि चाहिँ है। अब ल्याङ्ग्वेज टेस्ट चाहिँ के एक्सेप्ट गर्छ भन्ने कुरा पनि दिएको छ यहाँनिर। जस्तै इङ्ग्लिस टेस्टको लागि आइएल्स, सेल्पिप र पिटी कोर सबै गर्छ। आइएल्स पनि जेनरल आइएल्सको कुरा हो है। अनि त्यस पछाडि पिटी कोर दिनुपर्छ। अनि फ्रेन्चको हो भने चाहिँ फ्रेन्चमा हजुरहरूले TEF अथवा TCF चाहिँ दिन सक्नुहुन्छ। सो अब अर्को रिक्वायरमेन्ट छ एजुकेसन रिक्वायरमेन्ट। सो एजुकेसन रिक्वायरमेन्टमा चाहिँ यदि तपाईँहरूले Tier 0, 1, 2, 3 को जब पाउनु भएको छ भने हजुरहरूसँग चाहिँ कुनै एउटा चाहिँ यो तलको मध्ये यो सबै मध्ये कुनै एउटा चाहिँ हजुरहरूले क्वालिफाई हुनुपर्छ। जस्तै फर्स्ट भनेको हजुर पोस्ट सेकेन्डरी डिग्री र डिप्लोमा यो कम्प्लिट गरेको हुनु पर्यो, अथवा क्यानेडियन सेकेन्डरी स्कुल डिप्लोमा अर इट्स इक्विभ्यालेन्ट इन अनदर कन्ट्री सेकेन्डरी डिप्लोमा हो। र यदि हजुरहरूको इम्प्लोइमेन्ट चाहिँ फेरि Tier 4 or 5मा छ भने हजुरहरूले चाहिँ क्यानेडियन सेकेन्डरी स्कुल डिप्लोमा अथवा सेकेन्डरी स्कुल हजुरहरूले नेपालबाट अथवा आफ्नो ब्याक होमबाट गर्नुभएको छ भने त्यो अनुसार चाहिँ त्यो चाहिँ देखाउनु पर्ने हुन्छ। अब ब्याक होमलाई कसरी आफूले यहाँ चाहिँ इक्विभ्यालेन्ट गराउने भन्दा हजुरले कुनै एउटा यो इन्स्टिट्युसनहरू युज गर्न सक्नुहुन्छ। जस्तै मैले मेरो केसमा चाहिँ WES गरेको थिएँ है, यो गरेर चाहिँ आफ्नो इक्विभ्यालेन्सी गर्न सक्नुहुन्छ। र अरू रिक्वायरमेन्ट भनेको हजुरहरूलाई एउटा क्यानाडामा लिगल स्ट्याटस चाहिन्छ, जस्तै दिस कुड बी भिजिटर रेकर्ड अर स्टडी पर्मिट अर वर्क पर्मिट। अनि
मेन्टेन स्ट्याटसमा पनि हुन्छ। मेन्टेन स्ट्याटसको मैले रिसेन्टली भिडियो पनि बनाएको थियौँ हामीले, हजुर हेर्न सक्नुहुन्छ के हो त्यो भनेर। मेन्टेन स्ट्याटस भनेको यदि तपाईँहरूको स्ट्याटस एक्सपायर हुँदैछ भने आफ्नो एक्सपायर हुनुभन्दा अगाडि एक्सटेन्ड गर्नु भने त्यसलाई मेन्टेन स्ट्याटसमा हुनुहुन्छ हजुरहरू। अर्को रिक्वायरमेन्ट भनेको हजुरहरूले चाहिँ अन्ट्यारियोमा चाहिँ इन्टेन्सन टु लिभ अर वर्क भन्ने कुराहरू देखाउनु पर्ने हुन्छ होइन। अब यसको लागि चाहिँ तपाईँको काम गरिरहेको देखाए पनि हुन्छ, अफर लेटर देखाए पनि हुन्छ, पढेको देखाए पनि हुन्छ, लिजिङ अर ओनिङ प्रोपर्टी, भिजिटिङ अथवा कुनै कुराले चाहिँ यसरी लेख्न सक्नुहुन्छ, देखाउन सक्नुहुन्छ। र मेन कुरा अहिले अर्को एउटा चेन्ज भएको भनेको इम्प्लोयर रिक्वायरमेन्ट्स हो। सो इम्प्लोयर रिक्वायरमेन्ट्समा चाहिँ एउटा के छ भन्दा, जस्तै हजुरहरूले रिभ्यू इम्प्लोयर गाइडमा गएर हेर्नुभयो भने मेन चेन्ज भएको भनेको इम्प्लोयरको चाहिँ इन्कम रेभिन्यू रिक्वायरमेन्ट है। सो रेभिन्यू चाहिँ रिसेन्टली अहिले के चेन्ज गरेको छ भन्दा, यदि तपाईँहरूको कम्पनी, तपाईँले काम गर्ने कम्पनी यदि ग्रेटर टोरोन्टो एरियामा छ भने चाहिँ उनीहरूको मिनिमम अफ 1 मिलियनको चाहिँ ग्रोस एनुअल रेभिन्यू हुनुपर्ने हुन्छ है। तर यदि तपाईँहरूको इम्प्लोयर चाहिँ यो टोरोन्टो एरिया, ग्रेटर टोरोन्टो एरियाभन्दा बाहिर छ, जस्तो अटवा, वाटरलू, ह्यामिल्टन यो लिस्टमा छ भने चाहिँ हजुरहरूले हजुरहरूको कम्पनीको चाहिँ एनुअल रेभिन्यू चाहिँ 500K भन्दा बढी हुनुपर्छ। र यदि यदि अझै तपाईँहरूको चाहिँ त्यहाँभन्दा पनि अझ बाहिर छ हो, धेरै रिमोट एरियामा छ अन्ट्यारियोको, जस्तै योमा पनि छैन, यो लिस्टमा पनि छैन, र प्लस यदि यो ग्रेटर टोरोन्टो एरियामा पनि पर्दैन भने चाहिँ हजुरहरूको इम्प्लोयरले चाहिँ जस्ट 250K ग्रस एनुअल रेभिन्यू बनाएको भयो भने पनि उनीहरू चाहिँ एलिजिबल हुन्छ। होप हजुरहरूले चाहिँ रिक्वायरमेन्ट के हुने रहेछ र के चेन्जेस रहेछ भन्ने कुरा चाहिँ थाहा पाइसक्नुभयो होला। र अब नेक्स्ट टाइम चाहिँ म हजुरहरूलाई स्कोरिङ फ्याक्टरहरू के कुराहरूले गर्दा चाहिँ हजुरहरूले ओएनपीमा स्कोर बढी ल्याउन सक्नुहुन्छ, सो स्कोरिङ फ्याक्टर्सहरू के हुन्छ भन्ने रिलेटेड भिडियो बनाउने छु। होप यु मेक स्योर टु फलो आवर युट्युब च्यानल राइट एन्ड सब्सक्राइब इट सो द्याट यु विल गेट इच एन्ड एभ्री अपडेट। सो बाई बाई, सी यु इन नेक्स्ट भिडियो।